ल त हामी चाहिँ यस्तो जङ्गलमा हिँडिरहेछौँ ल यस्तो ठाउँमा आइयो क्या नाक्सी खेल्नलाई यहाँदेखि लगभग अलिकति तल झरेर समुद्र पुग्छौँ हामी चाहिँ नाक्सी खेल्न भने आज बिहानै माछा मार्ने भनेर ल्यायो साथीहरूले यहाँ त शिकार गर्ने जस्तो ठाउँ छ भनौँ न त्यही त माछा मार्ने भनेर चाहिँ ल्याएँ तर यस्तो जङ्गल छ यार यहाँ होराङ्गी आउँछ अरे क्या बाघ आयो भने कता भाग्ने हो यहाँ यस्तोमा जङ्गलमा यस्तो ठाउँमा यस्तो भिडमा जान्छु त झर्नुपर्ने हो हामी चाहिँ यस्तो भिडमा हिँडिरहेको छौँ पुरै भिड छ यार त्यहाँ तल छ म पछि खेल्ने ठाउँ पुरै भिड छ यार कस्तो ओ यहाँ झऱ्यो नि त झरिने छ यार यस्तो राम्रो त्यहाँ हो खेल्ने समुद्र त्यहाँ छ हामी चाहिँ झर्दैछौँ ल फाइनल्ली हामी चाहिँ आइपुगिसकेको छौँ बल्छी खेल्ने ठाउँमा यस्तो भिडबाट झऱ्यो डोरी समातेर आम्मा माथि झरेको त्यहाँ डोरी समातेर झऱ्यौँ दुईजना साथीहरू माथि आउँदैछन् कहाँ छन् ल यहाँ चाहिँ बल्छी खेल्ने अरे यस्तो छ यस्तो भिडबाट झऱ्यो पुरै भिड रहेछ हाम्रो छाजा निम यता चाहिँ ल यहाँ लु झर यस्तो अप्ठ्यारो छ यहाँ झर कि त्यहाँ त्यसरी त्यो पुरै यसलाई आउदिने त होइन है आडिदिने होइन नि छिन्छ नि फेरि म क्या छ त्यस्तो छ हालत टोलीको उता छ भनेको अनि डराउँछ भन्छ लु झर अब झर त्यसरी होइन ब्याक गरेर ब्याकबाट होइन अगाडिबाट त होइन कहाँ मुनि कहाँ ब्याक गरेर कहाँ लु ब्याकबाटै झर हुन्छ तल खुट्टा झार न अझै हो टेक्यो हो अब समाउँदै झर अब यस्तो छ यार भिड झऱ्यौ ल झर ओ अब डोरी समाएर ल्यामै त उफ्र तिमी त्यहीँबाट झर्ने हो आऊ उसको त लामो खुट्टा तल टेकिहाल्छ नि उसले पुरै चाहिँ त्यो डोरीको भर पर्ने होइन है त्यो पुरा यो कहिलेदेखि राखेको मकेको रहेछ क्या हो अब बस त डोरी समाउने एकपट्टिकोले ढुङ्गा समाउने हो ओके ल थेस्छ ओके ल यस्तो पहाड चढेर भयो राखेन त अनि उसको फाल्दैछ बल्छी गयो त नि एउटा बल्छी लिएर ल बल्छी हान्दैछ है हाम्रो छाजाङनीले चाहिँ ल आमा उयो चारो त्यति धेरै हाल्नुपर्छ छाजाङनी चाहिँ बल्छीको लागि सामान रेडी गर्दैछ यस्तो चाहिँदो रहेछ हरेक कुरा ल यो चाहिँ के हो चारो रहेछ यो चाहिँ माछाको
यो भन्छ यो बल्छीको यहाँ पत्रो रहेछ यत्रो रहेछ यो बल्छी ए हरेक सामान चाहिँदो रहेछ यस्तो बल्छी 이걸로 잡아요? 맨 마지막에 네. 저 줄이 떨어질 수 있으니까 이걸로 들어올려야 돼. 큰 거, 작은 거는 그냥 올리고. 이거는 고기 담는 거. 네. के सामान चाहिँदो रहेछ रहेछ सब सामान यसले रेडी गर्यो ओ लडिन्छ बिस्तारी झरियो भने त गइने ठाउँ रहेछ नि त दुईजना जाँदैछु माथि आउँदैछ ल झर पानी उतै राख्यो उता जाने रहेछ नि त ए चुटिन्छ त्यहाँबाट होइन रसीबाट त्यो रसी कमजोर छ माथि आउँदैछन् दुईजना साथी ल त्यसरी चारो दिने रहेछ इराके ल बल्छी खेल्नु तरिका यस्तो रहेछ इराके नमन थाहा खोकी म आयो अघि ल त्यहाँ यस्तो रे चारो मकै यो चाहिँ स्याउ पनि चारो रहेछ त्यसरी हान्दो रहेछ त्यहाँ छ अनि त्यहाँनिर सबै माछा जम्मा हुँदो रहेछ अनि जम्मा आएर पर्दो रहेछ ल त्यो चाहिँ के हो फेरि के हुँदो रहेछ यार यिनीहरू 바나나 주스 안 먹어요. 아무것도 안 먹어요. 아무것도 안 먹어요. 낚시만 해요. 시간이에요. 물만 주세요. 저기 누구야? 나덴. 나덴 안전한가 가봐. 나는 저기 있어 악어 있어 낚시. 근데 저거 무서우니까 보이네. 안 보이면 फर्केर गयो यस्तो तरिकाले कहिले माछा मारेर खानु त्यो कहिले मर्दैन कहिले बिहानभरि खेल्दा पनि मर्दैन अरे एउटा पनि होइन यस्तोरी कहिले त्यहाँ गए यो अनि यो दाना यत्रो ड्रमको दाना किन्नु भन्दा माछा किन्यो भने ड्रम यो अल्छीको बल्छी हुन्छ नि बुढापाको हो रहेछ क्या अल्छीले मात्रै बल्छी खेल्छ अरे क्या त्यो जाँगर नहुनेले त्यो लगानी हेर्नु न यत्रो लगानी मकै त्यो त्योभन्दा त 2 किलो त माछै आउँथ्यो है त्यो चारोले मार ऊ त्यो यो त बगेर नजाँदो छ नि यो चारो त एकै ठाउँ जम्मा हुँदछ क्या त्यो होइन के तपाईँ झारो तपाईँ 저 올라가야 돼. 바늘 걸려 바늘. थाहा खोलायो 이쪽에 있어요. 땡큐. 이거 오케이. 이 바늘 뒤에 했다 이렇게 던져야 돼. 네. 이쪽에 있어야 돼 이쪽에. 그냥 안에 절던데 ल यस्तो चाहिँ कोरियनले चाहिँ बल्छी खेल्यो फन्ज्यादै हो ए यसरी खेल्दो रहेछ माछा छ कि छैन नि यहाँभित्र
चाहिँ दिनभरि बसेर यत्रो पिछलो माछा लिएर आएन हामीले हो र यही खाजा खान मात्रै आएको हो आउनु हो अब खाजा खाने के लाग्यो अब भाइ अब उहरू के नास्ताहरू खाउँ माछा त यो काम नदिँदो रहेछ यार पक्रिनु छैन एउटा पनि पक्रिनु पर्यो त माछा माछाको अलि उता बसेर सत्यनाश भयो अलि उता बसेर गरौँ न म यहाँ यार हजुर किन उता बस्ने यहाँ फाल्दाखेरि लाग्छ नि त लाग्दैन हो भरे अनुहारमा उयो भने त अनि छिमेले दुध खाने है यो फाल्नु नै हाम्रो नाक्सी मास्टर त्यहाँ छ एकजना खोइ पार्दैन एउटा पनि 1 घन्टा भइसक्यो पारेको यता सेकेन्ड हेड मास्टर उता अर्को हेड मास्टरले पनि पारेको छैन हात खडा गर्नु भन्नु नि दाइले जाँदैन सिलिन्डर होइन यो माछा परोस् भनेर अनि प्रार्थना नगरी आयो भने प्रार्थना गरे अब यहाँ साइड ओ भाइ आऊ साइड पर्दैन भने म Quick. हल्दै नअघिकन आएको म पार्छु पुरो न दाइको फेरि सङ्घर्ष छ नि त अन्तिमसम्म युद्ध लड्नु नि दाइले राजन दाइले भरे हामीलाई दोष चाहिँ नदिनु त्यही यो कुरो भाइहरू हल्ला गर्न भने कि हामी पर जान्छौँ फालिदिनु समुद्रमा होइन इलिगल के हुन्छ फाल नखानु नखानु यहाँ छोप्छु यहाँ क्यामेरा जता उता त्यहाँ क्यामेरा राखेको छ यो यहाँ फ्याल्नु चाहिँ यो चारो भनेर आएर पर्न सक्छ हुँदैन क्या समुद्रमा त्यस्तो गर्नु हँ? हुँदैन। यहाँ राख यहाँ भोलिपर्सि अरू मान्छेले आउँदा गाली गर्छ बिस्कुट खाउँ यो त मिठो छ त केसँग खाने यार कतिखेर यो बनाउनु त्यत्रो टाइम लाग्दो रहेछ बनाउनु हामीलाई आउँदैन नि त जान्नेहरूले त छिटो फटाफट बनाउँछ नि यो त ऊ होइन सिसा होइन उसले पक्रियो होला गरे पक्रिनु होला पक्रियो जहाँ पनि उसले त्यो चारो फाले गर्छ अनि आउने हो नि त चारो खान यस्तो पानीको छाल यस्तो मजाले हान्छ नि यहाँनिर ओहो यस्तो मजाले हान्छ नि छाल हेर्नु त यति माथि आउँछ क्या ओ आयो फेरि आयो छालहरू ओ छालहरू आएर मलाई भिजाएर जाऊ त फाइनली गाइड हामीले त्यो एक झोला माछा समाइसक्यौँ अब माछा समाएर चाहिँ आजलाई यस्तै हो छुट्टी हाम्रो आजको हाम्रो नाक्सी प्रोग्राम यहीँ खत्तम गर्दै हामी अगाडि बढ्न चाहन्छौँ घरतिर यस्तो छ है त साथीहरू गाइजहरू यस्तो छ पुरा ढुङ्गा हाम्रो भाइले यहाँ माछा बोकेको छ एक झोला भोक पनि लाग्यो टाइम पनि खत्तम भयो अब लाग्यो
आउँदैछ डोली फेरि अहिलेकै बाटो फर्क्यौँ हामी चाहिँ उकालो आइयो गाउँ बेसी वनमा पानी पनि ल्याएको यहाँ भारी मात्रै भयो किनकि